इन्धनको भाव यथावत राखिएको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राखेको जनाएको छ। भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य र स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन हुन नसकेको निगमको भनाइ छ। यसअघि जस्तै पहिलो वर्ग चाराली, विराटनगर, जनकपुर, अमलेशगञ्ज, भालाबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको भाव प्रति लिटर 194 रुपैयाँ 50 पैसा र डिजल तथा मट्टीतेलको भाव 192 रुपैयाँ 50 पैसा कायम गरिएको छ। यस्तै दोस्रो वर्ग सुर्खेत र दाङमा पेट्रोलको भाव प्रति लिटर 196 रुपैयाँ र डिजल तथा मट्टीतेलको भाव 194 रुपैयाँ तथा तेस्रो वर्ग काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको भाव प्रति लिटर 197 रुपैयाँ र डिजल तथा मट्टीतेलको भाव 195 रुपैयाँ नै यथावत राखिएको निगमले जनाएको छ।